छैन। आया आज आफ्नो बर्थडे भने थाहा छैन किनकि बुढेसका लाउँ त गाइज, त्यही भएर। सो अनि हेलो नमस्ते गाइज, के छ मेरो प्यार ह्यामसिम दाजुभाइहरू। सो गाइज सबैजना चाहिँ आरामै हुनुहुन्छ होला। सो गाइज चाहिँ हाम्रो मुखमा आम्बो। सो गाइज म चाहिँ आज बजार गर्न जाने बेला छु। सो लेट्स के हुन्छ त्यही थाहा हुन्छ। र गाइज म चाहिँ आज पैसा नि छ नि त, एक्लै जाँदैछु बजारतिर एन्ड गएर कपाल काटिन्छ। सो गाइज आज हाम्रो हजुरआमाको बर्थडे हो होइन, उसको लागि एकदम हाम्रो सरप्राइज गर्नेवाला छौँ, केक काट्नेवाला छौँ। त्यही नि टक्क लाएर बजारतिर जाँदैछु केक ल्याउन, तर कपाल काट्न जाने धेरै ठुलो भाउ नि त यता दिनमा पछि। सो लेट्स के हुन्छ त्यही थाहा हुन्छ। अब उहीँ बजार गएपछि भेटौँला है। दिदी र म बजार जाँदैछौँ गाइज। दिदीले उता फोन हेर्दै, म चाहिँ यता भर गराउँदै बजारमा आएर मैले कपाल काट्न लाएँ। दिदीले उता केकको अर्डर गर्न लागिसके। अब भिडियो हेरौँ है त। होइन जस पछाडि के त्यहाँ पछाडि राखेपछि एकछिन है 15-20 मिनट त्यहाँ दिइ गर्नुपर्छ। बुझ्यौ? बुझेँ। आएँ आएँ त्यसपछि गाइज कपाल काट्यो, अन्त साथमा खाएर घरतिर लाग्यो भन गाइज। यस्तो गर्मी छ टक्क लाएर। दिदी के हो यहाँ कपडा। सो गाइज हामीले सपिङ गऱ्यौँ। यहाँ चाहिँ हाम्रो केक छ, टक्क लाएर सरप्राइज दिनेवाला छौँ आमालाई हामीले।
गाइस हेर्नु त कति धमिलो पानी हो हे बा। एन्ड एकचोटि घर गएर भेटौँला। लास्टै गर्मी भयो भने त कपाल पनि मजाले काट्यो। यस्तो गर्मी हो केही देखियो छैन भाइ। सो त्यसपछि गाइस म भर्खरै घर आएको। भर्खर घर आएको के चाहिँ एकदम लुगा हो। आमा यहाँ हुनुहुन्थ्यो कि अन्य यहाँ हुनुहुन्थ्यो कहाँ हुनुहुन्छ हेर्नु ल। केक लुगा हो त केक किन्न जान्छु। कुकुरले खाइदियो भने त फेरि बाटोनिर लुगा हो। आमा कहाँ हुन्छ सरप्राइज। के क्या लुगाइरहेको छु। ढोका खोल्न ढोका लागेको रहेछ। आँटीमा लुकाउँछु। आँटीमा लुकाउँछु आउनु देखेँ सरप्राइज दिने हो नि त। सरप्राइज के यहाँ छ हाम्रो। भर्खरै आएको गाइस यति गर्मी छ। के यहाँ राख्छु नपिग्लिउँ। आमा कति साह्रो गर्मी हो। सरप्राइज दिन परेन। बिहानदेखि बिहान भएको बल्ल अहिले 10-11 बजेको होला। आमा उता टोइलेटतिर जानुभयो कि त्यही भएर हो गाइस कुराकानी त्यस्तो हो। कति गर्मी हो आमा आया पुरै नगरम रहेछ। कपाल काट्यो नुहाउनु पर्ला के यस्तो भयो। नुहाउनु पर्छ। हाया आज हाम्रो आमाको जन्मदिन हो गाइज। एन्ड आज हामीले एकदम सरप्राइज गर्नेवाला छौँ। केक त ल्याइयो केक त यहाँ छ टक्क लाएर। त्यसपछि गाइस अब चाहिँ म नुहाउनु पर्ने भन्छ टक्क लाएर। कपाल हेरेर यस्तो भयो कि भर्खर काट्यो नि त नुहाउँछु। आच्छी कति गर्मी हो गाइस आम्बो। गर्मी लास्टै छ। फोन राख्ने भनेको भेडुलो खानु पर्यो गाइस। भेडुलो कति पाके हन् अब भेडु लाने। थाहै छैन गाइस आज बर्थडे हो भन्ने। कति मिठो So guys आमालाई थाहा छैन आज बर्थडे हो भन्ने होइन थाहै छैन। आया आज आफ्नो बर्थडे भन्ने थाहा छैन किनकि बुढेसका लाउनु त गाइस। त्यही भएर कति पसिना आएको आमाको। सो गाइस अहिले एकछिनपछि हामीले
सरप्राइज दिनेवाला छ। आमालाई आज बर्थडे हुने थाहै छैन, त्यही नै हामीले आज बजार जान्छौँ भने कपडा किन्ने भनेर गएको, कपाल काट्ने भनेको मस्त लाग्यो कपाल काट्यो। अया कति गर्मी छ गाइज, यति गर्मी छ बजारमा। तपाईँलाई सरप्राइज दिनेवाला छ, तपाईँले अमुसम्म हेरिदिनु होला। र गाइज अर्को नेक्स्ट भिडियोमा आउनेवाला छ, किनकि यो भिडियोमा ल्याउने भन्थेँ नि त, अलि सरप्राइज दिन पऱ्यो नि त अरूलाई नि, त्यस्तै हो। सो गाइज एन्ड आजको भिडियो यति टुङ्गाउन खोजेको होइन। सो गाइज अर्को भिडियोमा म ल्याउनेवाला छु, अलि युनिक खालको, अहिले बर्थडे स्पेसल हुनेवाला छ। यहाँ टक्कर रात पऱ्यो नि त, भिडियो अपलोड गर्न पऱ्यो नि त। यो आज धेरै 3 दिन भयो भिडियो अपलोड नगरेको, त्यही भएर अहिले भिडियो अपलोड गर्दैछु। एन्ड सो गाइज लेट्स सी, अब पार्ट 2 मा देख्नु होला, बब्बाल गर्नेवाला छु बर्थडे स्पेसल। सो गाइज यहाँसम्म हेरिदिनु भएको थ्याङ्क यू फर वाचिङ भिडियो। दिस इज भिडियो डोन्ट फर्गेट लाइक एन्ड दिस इज बेल आइकन भन्दै आजको भिडियो यति टुङ्गाउन खोज्छु। हस्त बाई, जय नेपाल।